यो एरोनको शटलाई फर्किँदाखेरि एरोन केही अगाडि रहनु पुगे वास्तवमा गेरोलाई दिन सक्थे उनी सबै देशले आज दिन मात्र नपर्यो कस्तो भने आज दिन मात्र नपर्यो हो क्या अरु सब भएको आम्बो गरे करोडको जोर्सी दिन चिप्पा दिन्छ के तपाईँ सिजलिङ जस्तै देखिँदो रहेछ मैले भन्न खोजे अल द वे फ्रम धराज सुँगुर चाहियो सुटको राम्रो हानेछ लिम्बुनी मैले छानेछ यस्तो भन्छन् होइन मैले यहाँ भन्न मिल्छ मिल्दैन भनिदिन्छु होइन अस्ति के भन्यो भन्दाखेरि होइन झापा एफसी भित्रकै एउटा दुईवटा मान्छेहरू हुन् होइन तिमीहरू टिकटक हेर्न आइज गेम नहेर्ने क्या ऊ एरन थापालाई हामी भेट्न आउँदाखेरि क्या त्यस्तो होइन नि त गेम राम्रो छ नि त होइन अनि पनि सपोर्ट गरिन्छ यार So guys, welcome back to my another NSL vlog. अनि सो आज पनि म गेटमै छु इन्ट्रो चाहिँ आज मजाले बिस्तारै नै हुन्छ अनि आज न्यू इयर आज झापा भर्सेस धनगढी एफसी को नि गेम छ हैन अनि मार्केटमा चाहिँ धनगढीले गोल हान्छ धनगढीले जित्छ भन्ने कुरा छ इभन मेरो झापालाई सपोर्ट गर्न आउने भाइले पनि धनगढीले जित्छ भन्ने सपोर्ट गर्न आइराछ एउटा भाइ अहिले म देखाउँछु हैन फ्रेन्ड्स भाइहरु छ आउनु भाइहरु यार अनि फर द हैन फर्स्ट अफ अल सबैजनालाई ह्यापी न्यू इयर्स भन्न चाहन्छु सबैको राम्रो होस् एकदम बेस्ट होस् 2082 81 जस्तो भयो नि 82 चाहिँ बवाल होस् हैन केही कुराहरु सिक्दै पढ्दै जान्दै अगाडि बढ्नु होला हैन अनि भाइ झापालाई सपोर्टमा हैन अनि आज एज म पनि एक्लै आएको भाइहरु छ भाइहरुसँग बसेर गेम इन्जोय गर्ने झापाको हैछि प्रेडिक्सन हान ल है झापाको स्कोर प्रेडिक्सन हान त स्कोर 2-0 भन्छ धनगढी निल झापा 2 तिम्रो 3-0 आम्बो अनि भाइ तिमी प्रेडिक्सन गर ल हजुर मेरो 2-2 हो तिम्रो 2-1-0 अनि सो मेरो प्रेडिक्सन गर्दा चाहिँ 1-0 कि त 2-1 हैन दुईटा प्रेडिक्सन गरे एउटा मात्र प्रेडिक्सन गरौँ झापा 1 धनगढी 0 निल भयौं न अब पानी पनि परिरहेछ एज ग्राउन्ड अलिकति डिफरेन्ट हुन्छ अरु बेला भन्दा अलिकति प्लेयरलाई पनि अलि गाह्रो नै हुन्छ खेल्नको लागि बलहरु कलेक्ट गर्न लिन पासको लागि हैन त्यै पनि गेम आज झापाले जसरी पनि जित्नु पर्छ आजसम्म चाहिँ झापा एफसी चाहिँ मास्टर ड्र झापा एफसी हरेक गेम चाहिँ अहिलेसम्म ड्र छ हैन आज चाहिँ ड्र नहोस् आज ड्र भयो नि नेक्स्ट गेम मजाले जित्नु पर्छ क्वालिफाई हुनको लागि चाहिँ सो अब यो पछि अब भित्र के कस्तो हुन्छ अझै 1 आवर छ है बाँकी गेम स्टार्ट हुन आज चाहिँ म भित्र गएर मजाले भित्रको अब इन्भाइरोमेन्टहरु पनि देखाउँछु अनि अहिलेसम्म फेरि टिकट पास चाहिँ फिक्स भएको हैन अब एकछिन जर्सी ठोकौँ न जर्सी ठोकौँ ल झापा लेट्स गो झापा अनि साथी तिमी गर न प्रेडिक्सन गर न यार 2-1 to झापा कम अन 2-1 झापा 2 धनगढी एफसी 1 ल ठीक छ झापा 1 धनगढी 0 ओए अघि मैले भनेको सुनेको कि क्या हो यहाँ झापाले अरे 2-1 ले हुँदैन के हाई स्कुलमा कसरी दिनु ओ ह्यापी न्यू इयर सुन न जेल गरन साथीहरु रहेछ ल अनि कस्तो आज प्रेडिक्सन हानौं त आज 2-1 झापा 2 धनगढी 1 तिम्रो प्रेडिक्सन 2-0 ल 2-0 ल झापा 2 आमा आज जित्नै पर्छ धनगढी के झापाले है म आज के भन्छु भने आज झापाले जित्यो भने झापाबाट प्लेयर अफ द म्याच भयो भने 1000 म्यान अफ द म्याचलाई म्याच लेखेको मलाई प्लिज यार म्यान अफ द म्याचलाई हैन त्यसै भइहाल्छ हामीलाई पो दिने हो त हामीलाई है हो त हामीलाई हुन्छ हामीलाई है ल डिल गर्ने उले बोला आपा पापान्छ है पापान्छ ल वाउ यो हो नि त छातीमा दम छ क्या ल धनगढीको थ्यांक यू लम्मा आउँछ ल सो गाइस आज चाहिँ म एक्लै छु है अनि अब त्यहाँ गएपछि एज सपोर्टर्सहरु त धेरै भइहाल्छ हैन तर पर्सनली साथीहरु चिनेको यताउति चाहिँ म एक्लै छु अनि त्यहाँ गएपछि अब रमाइलो गर्नु ल ह्यापी न्यू इयर तर टोपीमा बबल छाएको छ है सुन्नु न एनपीएल छिटो हुनु पर्यो क्या पोखराको बेलामा बुढोलाई म यति च्याप्छु नि है हेर्नु है फेरि यो चोटी बुढोलाई म लास्टै च्याप्छु नि फेरि ल आजको प्रेडिक्सन गरौँ न त प्रेडिक्सन गरौँ ल 2-1 ल झापा 2 ल 77 British Ratna Chojo 94
सो एज गाइस हाम्रो यहाँको एउटा फ्लड लाइट अनि एउटा फ्लड लाइट चाहिँ अन भइसक्यो है अनि बाँकी यता एउटा फ्लड लाइट अर्को एउटा फ्लड लाइट यहाँको चाहिँ अन छैन एकछिनमा अन हुन्छ होला अनि यहाँ चाहिँ के रोबोट कार्लोस स्ट्यान्ड छ यहाँ चाहिँ फाइनलमा आउनुहुन्छ होला अनि त्यसपछि अबको जस्ट 15 मिनेटमा चाहिँ अब गेम स्टार्ट हुन्छ यहाँ ओहो सन्तोष तामाङ है फेरि है अब आजको गेम चाहिँ अलिकति यो त लैटुमा चाहिँ उपर पानी परिरहेको थियो है यता काठमाडौँ चाहिँ त्यस्तो पानी परेको छैन क्या होइन अनि ग्राउन्ड पनि त्यस्तो भिजेको छैन है ठिकै खालको छ ग्राउन्डहरू यस्तो पानी पऱ्यो भने त अब यो एनपिएल के अरे एनएसएल म चाहिँ एनपिएल भन्दा आइसक्यो क्या एनएसएल हुनु चाहिँ अलिकति गाह्रो नै छ है अनि अब आज यहाँ एकदम खेल्न नि मजा टाइपको वेदर छ यस्तो छ फोन्डो भ्याली चाहिँ यस्तो छ अहिले ड्रोन सटबाट त्यहाँ स्क्रिनमा आइरहेको छ अनि यता क्यामेराम्यान यहाँनिर छन् है चाहिँ बबाल ड्रोन सट हो यो ल अब के गर्नु साथीहरू भ्लगमा भ्युज गएको छ यतिको मेहनत त गर्नु पर्यो है कति जिस्काएर यिनीहरू अहिलेसम्म जिस्किरहेको ल ल ल ल प्लेयरले आफ्नो पोजिसनमा गइसक्यो है अनि मान्छेहरू आउने क्रम जारी छ वाह what a crowd यार जेनरलमा अति नै क्राउड हुन्छ क्या जेनरलमा जस्तो जोसदारकै हुँदैन अब यहाँ प्लेयरहरूले के गर्छन् अब स्ट्राटेजीहरू बनाउँछन् फोटोसुट सुरुमा एउटा यतातिर थोरै रेफ्रीहरू छन् रेफ्रीको झुन्डहरू यतातिर हाम्रो धनगढी एफसीको झुन्डहरू दुश्मन हेरेको हेरे हाम्रो ब्रान्ड एम्बेसडर हाम्रो के नेसनल उसको छ है दुर्गेश थापा मिडिया पर्सनहरू पनि यस्तो बहुत छ यिनीहरूलाई अब यिनीहरूले आफ्नो सर्टहरू बेस्ट सर्टहरू निकाल्छन् क्या यिनीहरूले बेस्ट सर्टहरू निकाल्छन् है अनि हाम्रो होस्ट एङ्करिङ चाहिँ टस है टस हुँदैछ अब फिफा रेफ्री द समथिङ मर्जन अब आई जस्ट फर्गट द नेम है फर्गट भन्नु मतलब कि अब सुनिनँ अब यहाँनिर म्याच रेफ्रीले अब टस गर्छन् है अनि प्लेयरहरूले चुज गर्छन् कता के गर्ने पोस्ट चुज गर्ने के भन्नु वा वाह यहाँ चाहिँ यत्तिकै मेहनत गरे ल के चुज गरे ल पोस्ट चुज गरेर झापाले टस जित्यो अब गेम चाहिँ लेट्स सी हेरौँ है ल झापाले उता पोस्ट उता रोज्यो है वाह ल भयो 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 म्याच सुरु हुन्छ यता एज प्लेयरहरू चाहिँ अब यहाँ के डिस्कसन गर्दैछन् है यस्तो टक्क लगाएर उता हाम्रो झापाको अनि यहाँ झापाको जर्सी देख्यो नि यहाँ झापाको अब यता अलिक झापाको जोस छ यो बुढोले हो क्या अस्ति ह्याट्रिक हानेको बबाल छ क्या वाह आमा बाफ रे बाफ हिजाजी ल दे है यतिको रेस्पोन्स चाहिँ हुनु परेछ क्या अलिकति फ्यानहरूलाई नि मजा आउँछ नि त या है हिजाजी भन्छ झापाले यताबाट भन्छ अरे झापा फेरि त्यो अर्को लेफ्ट साइडबाट उताबाट पर्ने भयो होइन अब यहाँ हेरौँ ल तपाईँ ल धनगढी एफसी फर्स्ट हाफ गेम अब सुरु भएको छैन नेपाल एनसेल नेपाल सुपर लिग अब यहाँ प्लेयरहरू सब रेडी छन् रेफ्री है झापा एफसीले चाहिँ अब बललाई 3 अफिसियल यहाँ रेडी हुनु पर्यो क्या 3 2 1 बजाइदे काले बजाइदे ल स्टार्ट
अब एकछिन क्राउड हातमा आउँछ है। वाउ स्टार्ट ल आज बवाल तरिकाले खिच्चे म ल Wait! What a shot! What a save! झापाले संकेत देखाइरहेछ है, संकेत चाहिँ देखाए है, संकेत चाहिँ ए यार भएन। राम्रो राम्रो यार मुभ चाहिँ देखाए, झापाले देखाए सिटर। Captain on the ball. Captain on the ball अस्ति फ्री हान्ने उहाँ नै हो, जर्सी नम्बर 11 को मोबाइल छ है। आहा के भइराछ? के भइराछ गेम? आज जाडो छ, अब माहौल तात्तिनु पर्छ अनि मात्र मजा आउँछ। कोटा लैजा हिजाजी बवाल छ ए यार लैजा वे यार ल फ्री किक आयो अस्ति जस्तै जिराउनु पर्छ, अस्ति जस्तै फ्री किक भयो ल माइट बी येलो कार्ड है। आहा राम्रो पोजिसनबाट छ है आज पनि फेरि। एंगलबाट पर्फेक्ट आउँदैछ है, यो एंगलबाट है। प्लेयरले ढाल्दो यार, ल ढले गेम फेरि सुचारू भएको छ भने प्लेयर घाइते प्लेयर बाहिर छन् र प्लेयरलाई खासै ठुलो चोट पनि लागेन है। र फेरि झापा एफसी का प्लेयर बल अगाडि बढाउँदै राम्रो कटाए तर भने बल अब चाहिँ यहाँ काउन्टर हुन सक्छ है, चिप्लो छ है। जर्सी नम्बर 17 मेरो फेभरेट हो है, जर्सी नम्बर चाहिँ फेभरेट है, फेरि प्लेयर चाहिँ मैले चिनेको छैन। आई एम सो सरी फर द्याट है। कोच यहाँ कोच फायर है, कोच फायर छ यार। स्क्रिन देखाउँछ होला है कोच फायर भएको हेर्नु पक्कै यहाँ देखाउँछ हेर्ने।
गो Come on! ओए सक्भर यहाँ सबै एङ्गलहरू देखाउन ट्राई गर्छु आज है। आज त्यस्तो इन्ट्रेस्टिङ भएको लाग्छ है, त्यही भएर चाहिँ आकाशहरू कस्तो बवाल छ है, हेर्नु क्लियर भ्यू छ है। यहाँ अब स्पिन भयो अनि जस्ट यता चाहिँ मजाको ठाउँबाट फ्री किक भयो यार। यो मिठो दियो त यार किपरलाई, तर आज पनि किपर इन्जुरी रहेछ र हाम्रो किपर यार। अगाडि बढायो त यार। ओए राम्रो राम्रो ए यार कत्रो तानेको क्या यार, कत्रो तानेको यार। ल सुजल गम पनि यता अपोजिट डिरेक्सनमा भयो क्या। ल ठिक छ ठिक छ। ल भाइ भाइले यति गरेपछि झापाले जितिहाल्छ नि। सन्तोष तामाङ। यस यस सन्तोष तामाङ। थ्याङ्क यू थ्याङ्क यू यार। राम्रो ओए ओए राम्रो 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 ओए यार थोरै बस। ओए ल ल ल ल ल फ्री किक ल। अलि माथि आमा यो त चन्द्रमामा पुग्छ। अब चन्द्रमामा पुग्यो। ल यताबाट मेरो मैले तपाईँको देखाइसकेँ पो घुमाउनु परेन भ्लगमा, इन्ट्रेस्टिङ बनाउनु परेन बुढो। यताबाट क्या पाउनु एकछिन झापाले उता लगोस् गाइस। मलाई यस्तो मनपर्छ क्या यो सिनेमेटिक टाइपको। ल ठिक छ। लग वाओ नाइस नाइस। झापा झापा एनएसएल हेर्न आएको है गाइज। म चाहिँ ल एनएसएल हेर्न आएको है। एनएसएल यता यस्ता चलिरहेको छ एनएसएल है। अनि यता पनि हाम्रो झापाको सपोर्टरहरू यतातिर छन् है। आहा
हाम्रो 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 ओए हाम्रो हैन वाल छ यार झापाको सपोर्टरहरु चाहिँ तर आज झापाले मस्ट विन छ आज झापाको कि त ड्र मस्ट विन कि त ड्र है झापा झापा आम्बो त्यहाँबाट बवाल आछ त्यहाँबाट यता अलिकति भिआइपीहरु अलि सेल आयो के ओए झापा दाबी कर्नर है कर्नर खिच्छ प्लिज एउटा कर्नर छिटाइदे म भाग्छु यहाँबाट भाग्छु कर्नर है एउटा कर्नर है ओए खाली छ त ओए खाली लडाई दिएदैन ओए अफसाइड ए बच्यो यार नत्र केटाले बिताउँछ यार हिजाजीले बिताइन्छ लैजा ए यार फ्री किक ए भाई आकाशतिर चन्द्रमातिर पुग्यो दुईवटा बल कोच है धनगढी एफसी को कोच वाव झापा यता लड्का दिएर दे ओए भेट्यो ओए कर्नर एनएफएल हेर्न आएको मैले गीत खाएको छिटो गर्नु ल भाइ उता झापा भाइ झन्डाले अलिकति डिस्टर्ब गरे यार वाह भ्यू यार कस्तो दामी छ यार त्यो आकाशको कर्नर आहा
लग्यो गेम चाहिँ अहिलेसम्म 50-50 पोजिसनमा छ है। दुवैले अट्याकिङ गरिरहेछ, दुवैले सर्टहरू हानिरहेछ है। जोस अब यहाँ गोलको प्रतीक्षामा हामी सब फ्यानहरू धनगढी एफसी अनि हामी यता झापा एफसी गयौँ, तर झापाले जित्नुपर्छ आज जसरी नि, नत्र क्वालिफाई हुँदैन है। लेट्स गो बोइज। राम्रो राम्रो क्याप्टेन लाकेन लिम्बू। सही मलाई चाहिँ अलि अति नै जाडो भयो क्या, हल्का जाडो भयो, यो घाँटी मलाई दुखिरहेको, त्यही भएर यो झापाको जर्सी हुँदै पनि मैले चाहिँ यहाँ हुडी लगाउनु पर्यो है। आमा टिकटक इज गोइङ अन हेर, बिहानदेखि हामी यसो हान्दिउँ ल। हत्तेरिका सलिएर हो क्या, म त ढले 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 ढले, म त ढले 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 ढले, त्यही गीत होला होइन, म त ढले ढले होला होइन। वाह ल पौडी लाग्यो, राम्रो धन्नै पौडी लागेको, थेट धन्नै पौडी लाग्यो यार, सिट। अब नर्मल स्ट्यान्डर्ड टाइम चाहिँ जम्मा। वाह यो बहिनीको खिच्ने हो क्या, बहिनीको। वाह सो क्यूट, सो नाइस। वाह झापा झापा दिनु पर्यो क्या अब। ओए यार गुड वाह, oh my goodness, ऑफसाइड, बार बच्यो 44-45 और सेकेंड हाफ अलमोस्ट। अब सेकेंड हाफ सुरु हुन्छ, सेकेंड हाफ सरी एक्स्ट्रा टाइम। प्लिज सेकेंड हाफ अगाडि यो गोल। गोल हो यार मैले यार, माय गुडनेस यार, कसम गोल भयो भने यार मलदार। लैजा वही यार, नाइस lovely यार, आर्यन खाली छ पिचमा, आर्यन खाली छ।
राम्रो खेलाएर 3 जना आउने छ खेलाएर सेकेन्ड हाफ फर्स्ट हाफ सक्यो ड्र जस गेम झापाले पनि चान्सेसहरु त क्रिएट गरेको हो है झापाले पनि ल यहाँबाट खिच्छौ है प्लेयरहरु सैक्का सही जान्छ नि एउटा ल ल Ladies and gentlemen, को चाहियो एरनले गोल हान्छ अब So guys, अब सेकेन्ड हाफमा चाहिँ मोस्ट प्रोबेबली द इम्प्याक्ट प्लेयर अफ द झापा एफसी एरन थापाको इन्ट्री हुन्छ सेकेन्ड हाफमा एज अ स्ट्राटेजी चाहिँ जहिले झापा एफसीको सेकेन्ड हाफमा एरन थापालाई हाल्ने नै हुन्छ हैन अब अहिलेसम्म त छैन यहाँ बवाल हुन्छ किन भन्दाखेरि धनगढी एफसी त मोस्ट प्रोबेबली अलमोस्ट क्वालिफाइड भइसक्यो तर झापा एफसीलाई चाहिँ एउटा गेम ड्र एउटा चाहिँ मस्ट विन अथवा दुईटै मस्ट विन दुईटै जित्यो भने त मस्ट बवाल भइहाल्यो हैन दुईटामा एउटा ड्र एउटा चाहिँ मस्ट विन गेम छ आज जित्यो भने चाहिँ अर्को गेममा चाहिँ अलिकति सहज हुन्छ अलिकति कन्फिडेन्स बुस्ट अप हुन्छ है सो लेट्स बिगिन द सेकेन्ड हाफ है अझै चाहिँ फ्रीको है दिए भइसक्यो हैन ए मामा हो तपाई सिजलिङ जस्तै देखिँदो रहेछ मैले भन्न खोजे फाइनली मैले सिजलिङ रोइलाई भेटेँ all the way from Darat sorry तर त्यस्तो देखिनु हुन्छ हैन तर ओरिजिनल हो हो त्यस्तै देखिन्छ त्यस्तै लग ओए Okay. Thank you. Wait. यहाँ के रहेछ ए स्क्रिन छैन झापा कता हो तपाईहरुको मेरो सिन्धुली हो के म अब झापा र धरान जाँदैछु श्रमदानको लागि इलाम रोड ए राई लिम्बू सेवारो लिम्बूको हैन ओ के अरे के गाउँ छ अरे पालक लिम्बुनीसँग फुटबल हेरेको म तामाङ गाए तर मलाई लास्टै मन पर्छ अहिले गाउँछु म के गाउने भन्छ के भन्छ गाउने भन्छ के भन्छ पालङ गाउँ तपाईलाई आउँछ ल है भाइ हेर लड्छ अहिले सिक्नु पर्छ लिम्बुनी लानेहरुले पालङ चाहिँ आउनै पर्छ के म तामाङ हो अनि लिम्बुनी ल्याउने भनेर पालङ हो कि पालक सिक्ने हो सिकिरा हैन के पालङ हैन पालङको भन्ने हुनुहुन्छ भन्न सिक्नु पर्छ के त्यसमाथि सुनहरु पनि त चाहियो सुँगुर चाहियो 10 तोरा सुन अनि एउटा सुँगुर टक्क बोकेर जानु पर्यो ससुराली त्यस्तो त मबाट हुँदैन यता सुन न सुटको राम्रो हानेछ लिम्बुनी मैले छानेछ यस्तो भन्छन् होइन पालङ गाउँमा मैले जानेछ म मिलाउँछु नि भाइले भन्छु ओ माय गॉड व्हाट अ शॉट यार आज मस्ट विन आज डु अर डाई झापा
झापा वै बचायो ओ हजुर आम्बो डेन्जर ठाउँबाट फ्री किक पाएको छ डेन्जर ठाउँबाट है क्या भिडियो बने ब्लग सन्तोष तामाङ छ सन्तोष तामाङ जे पनि अहिले चाहिँ स्पोर्ट्स भएर यतातिर ल भतिज माने मैले तिम्रो कुरा काकालाई त्यति नि गरेन के त काकालाई यार यस्तो छलार गोल हानिन्छ दाइ त्यसो नभन्नु न दाइ यार ए दाइ दाइ ओइ अब त्यसले क्रस गर्छ टक्क लाएर अझ त्यसले पाएन मलाई त्यसले हान्छ ओइ म के गरे त्यो कर्नर हो म त खुसी भएको आजै हाल्यो राम्रो ओइ राम्रो फेरि हान्छ त्यही बल क्रस हेर मिलाएको हेर भाइ त्यस्तो नभन्नु न यार दाइ झापा हो म झापा हो घर सिन्धुली लौ न मार्यो त्यही बाटो सक्काए भाइ धनगढीले सक्काए दाइ त्यस्तो नभन्नु पर्ने आयो लैजा काले लैजा कुदो त यस्तो मिठो लाग्छ आमा झापाली डन के साह्रो दिदी पनि लैजा काले लैजा अगाडि बढ लैजा भएन यो चाहिँ यार भएन यार के गर्नु धेरै छाडा बोल्नु हुँदैन फेरि भ्लग एडिट गर्न आफूलाई झ्याउ हुन्छ ओइ लैजा बल अगाडि बढाउँदै जर्सी नम्बर 12 को प्लेयर बल अगाडि बढाउँदै र त्यो खतरा हुन सक्छ र बल खेलाडी थाक्यो काजु पुगेन छ झापा यो गोल हाने मकै खाइदेऊ दादालाई मकै खाइदेऊ न एउटा खाइदेऊ न वाउ ल बचाए मकै भाइ खाइदेऊ मकै दादालाई गुड खाइदिन्छु तिमीलाई खोइ पखा त ल ल अझै खाइदेऊ दादालाई दादा ठिक छैन त दादा यतिको झापा थ्याङ्क यू ओके लिम्बू नि तिर
ये हाय चले मकै भयो दातालाई लास्ट एकचोटि अनि भयो हामी घरमा र बाहिरको भ्लग हेर्नुपर्छ कि दिनरात छोटे यता छन् अब फ्री किक छिरे त हुन्थ्यो यार फ्री किक यार अस्ति जस्तो मिठो छिर्न पर्छ Substitution for the Rangoli FC number 94 Mohammad Aljay is replaced by number 9 Hafiz Rawale and is replaced by Japa! ये देखो यार बम दे ये ला जीगा यार आफै लडी बस्छ यार कति होल्ड गरे अब कति होल्ड गरे राम्रो राम्रो यहीबाट हो यहीबाट गोल हुनुपर्छ है झन्डै गोल भएको यार झन्डै गोल भएको
कति शुद्ध रहेछ यार, कति सुत्ने हो यार, टाइम छैन यार। कस्तो डिफेन्स गर्दै आयो 2-3 वटा यार, यस्तो डिफेन्स गर्दैछ यार, मिठो ल्याएको थियो अहिले यार, चान्स त क्रिएट गरिरहेछ है। बचायो, ओए बचायो, ल्या 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 ल्या, यो डालो डालो, ए कति लड्या हो यार, हान्नु पर्यो दियो 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 दियो, हेर न अब केही मुभहरू हुन सक्छ है। छोटे अन द फिल्ड, छिरो आम्बो यो हो नि त पारा। Substitution for Tapa FC, number 23, Roshan Bari is replaced by number 18, Aaron Tapa. कहाँ दिएको क्या, के गरे यस्तो यार, Number 15, Harish Bhatta is replaced by 13, Amrit Shrestha. उठ यस्तो बवाल थियो यार, यस्तो चान्स थियो यार। दियो क्या, दियो
दे कस्तो हानेको यार एरोनले यार कस्तो हान्देको यार एक इंच यार एक इंच यार लो त्यो ऑफसाइड हो भने तेट यार ले दौड़ा यार यस्तो चान्सेसहरु मिस भएको यार किपरलाई नदे यार के गरे क्या यार माथि शिट यार खेल कति यार बाहिर निकाल्यो बाहिर निकालेर गरेन यस्तो यार बाहिर निकालेर गर के भने यार नाटक गरे ए निस्किरा कस्तो गरे के यार
लास्ट होला अरे You gotta take them. माथि 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 प्लिज यार पास मेरो पास corner corner last corner come on come on keeper come on come on come on किपर किन नगएको यार हार्यो यार फर्स्ट डिबेट यार Japa FC को फर्स्ट डिबेट यार Match number 18. What drama, what intensity. Ladies and gentlemen, with that whistle, we come to an end. So guys, गोल चाहिँ भएन है अब यस्ता म्याच चाहिँ बवाल भएको थियो क्या दुवै टिमको है उस्तै थियो गेम प्लेहरू सबै उस्तै थियो हैन तर त्यो गोल पनि कस्तो किसिमले भयो थियो क्या त्यो उता धनगढी एफसी को अनि तर लास्टमा छोटे कति 87 मिनेट हो कि 90 समथिङ 87 83 मिनेटतिर नै उ गरे हो क्या इन्ट्री गरे हो क्या हैन अनि तर यस्तो चान्सहरु क्रिएट भएको थियो नि यस्तो अब त्यो एउटा शट हुन्छ नि डाइरेक्ट त्यो भली टाइपको शट अनि त्यसपछि त्यो अगाडि एकचोटी बारमा लागेर त्यो एलनले ट्राई गरेको एकदम बवाल थियो क्या है तर पनि आज बेस्ट ट्राई गरे एलनले हैन तर आज उसको दिन रहेनछ भनौं न तर नत्र गोल त एउटा गोल त हुन पर्ने थियो क्या त्यस्तो डिजर्भिङ वाला थियो क्या हैन खै केही छैन अब झापा आउटै हो के अरे अब सक्यो अब झापा क्वालिफाई हुँदैन एउटा गेम बाँकी छ कि के हो अब सक्यो त्यसपछि न झापाको अब भ्लग आउन त आउँछ अब झापाको भ्लग चाहिँ आउँदैन अब पोखरा छ के छ को छ अब टेबल टपमा त धनगढी एफसी भइहाल्छ सेकेन्डमा ललितपुर एफसी छ अब एकछिन एरोनहरु आउँछ अनि भेटौँ अब त्यस्तै हो बाई सिजलिङ रोई अब आज आउँदैन Nice. Jersey. Okay. That was nice game. Wow. Get out vlog man. Zero. I was impressed. Zero, please. Gero, backside please. Please. Calm down. Zero. Santos Taman. Calm down. Here, please. Gero, पछाडी हेरो Gero. Mic test. झापा एफसी सबै कसको प्रतीक्षामा है तिमी झापा एफसी है राम्रो है अब के हो राम्रो के छ राम्रो ट्राई गरे हो हैन अब हरेक कुरा ट्राई गर्दा हुनु पर्छ भन्ने छैन मैले पनि आज धेरै कुरा ट्राई गरे हो न्यू इयरमा भएन न्यू इयरमा आज कपीमा लागेको टी-शर्टमा त्यही त गेरो यता हेरो हान्दियो अब के ल राकेन नाइस वाह के गर्नु अब झापा बाइ भइहाल्यो
झापा बाई बाई भइहाल्यो त्यही भने कस्तो चान्स क्रिएट भएको थियो क्या एरन नाइस केही छैन सबै बेस गरे अब दिन मात्र नपऱ्यो कसम भने सबै होइन आज होइन आज दिन मात्र नपऱ्यो हो क्या अरू सब भएको ल आज सक्यो आज छैन गेम हारेपछि सक्यो आज के गर्नु अब 1 घन्टा हुन्छ के गर्नु फुल सपोर्ट गरे अब है सरी बुझेन भाइ थम्नेलको एकदम राम्रो है तर दिन मात्रै नपऱ्यो आज सब बेस्ट गरे आम्बो जर्सी ल जर्सी मलाई जर्सी है चिप्पा दिन्छु ल एरन क्रेज ओ माई गॉड सरी ल दियो भाइले दियो के गर्नु यस्तो छ यो हामी चित्त बुझेर के ल अब के गर्नु अन्तिममा खेलादेखि कस्तो भने अरू एउटा कुरा होइन मैले यहाँ भन्न मिल्छ मिल्दैन म भनिदिन्छु होइन अस्ति के भन्यो भन्दाखेरि होइन झापा एफसी भित्रकै एउटा दुईवटा मान्छेहरू हुनु होइन तिमीहरू टिकटक हेर्न आइज गेम नहेर्ने क्या ऊ एरन थापालाई हामी भेट्न आउँदाखेरि क्या त्यस्तो होइन नि त गेम राम्रो छ नि त होइन अनि पो सपोर्ट गरिन्छ यार टिकटक हेरेर अब ल त्यस्तो हो तरिका हजुर एकदम ल एउटा फोटो ल थ्याङ्क यू ल हाम्रो पनि ल हेलो एउटा खिचिदिनु ल ल थ्याङ्क यू ल हेर्नु ल भ्लग हेर्नु मेरो पनि भ्लगमा छ है ल आउँछ सन्तोष तामा आउँछ एकदम आम्बो दाजु ल हामी त अब पर्सि आउँला है अब पूर्व गयो केही छैन बेस्ट गरे हो ल साम्बाको भाइ गेरो गुड नाइट बाई ल अब चाहिँ जानुपर्छ है जस यत्रो सपोर्टरहरू छ अब के गर्ने के फोटो राम्रो आएछ नि के यो त 18-20 को भाइ खोइ छोटा त मेरो साथीहरू कहाँ गयो यार हजुर आमा यो कसले 11 गयो 11 होइन गेरो चाहिँ अब अरू सब हान्नु पर्यो ल दिन मात्र थिएन अरू सब थियो हजुर एकछिन चटपटे भनौँ न ल भ्लगमा आउँछ केटा भ्लगमा आए भगाइको छैन नि मेरो के हर होइन त्यस्तो त अहिले एकछिन है झापाले ट्राई गरे अब जितेर के गर्नु त अनि अब केटाहरूले पनि के ट्राई गरिरह होला भाइ
यस्तै छ है अब हेर न अब के गर्नु ल खडा खडा यो चाहिँ मिलियन भ्यू हाल्नुपर्छ मिलियन यता सुन न अस्तिको भ्लग होइन बम गाँदै यो चाहिँ एटम बम जानुपर्छ हाइड्रोजन पनि जान्छ जित्छ अर्को पालि जित्छ यार तर अलिकति यार Wow! So guys, this was for today and thank you so much for watching and आज अब हारिसकेपछि झापा अगाडि बढ्दैन अब लास्ट एउटा गेम छ लास्ट एउटा गेममा पनि भ्लग बनाउन आइन्छ है सो थ्याङ्क यू सो मच दिस वाज द ओभरअल भ्लग है धनगढी एफसी भर्सेस ललितपुर अब केही छैन हार जित भइहाल्छ गेम भनेकै हार्ने जित्ने नै हो हैन